हेलो गाइज है हामीहरू त काममा जाँदैछौँ। गोपाल यहीँ छ यता हेर, गोपाल यहीँ छ। काममा जाने हो, के गर्नु, रातभरि काम छ। रातभरि बुढोको अब यसो पछाडि उम्रिनु पर्यो। हिउँ परिरहेछ, त्यही पनि काम त लगातार काम छोड्नु हुँदैन है। पैसा कमाउन लगाएको खासमा त भन्नुपर्दाखेरि भिजामा चाहिँ गएको चाहिँ हो। मेन त केटाहरूको मुखदेखि त त्यही हो, मेन गोलै त यो केटाहरूले पैसा कमाउने ल्याम ल्याम। हाम्रो सिग्नल पनि खुलिसक्यो, हामी जाँदैछौँ है गाइज। सिग्नल खुलो खुलो, मान्छे हिँड भनेर खुलो, तर जाडो छ, एकदम जाडो छ। हिउँ परेर यो हर 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 हिउँ परेको गर्छ। गाडीहरू यस्तो छोपिन्छ। यो अचम्म लागेको कुरा चाहिँ मलाई है गाइज, यो फेब्रुअरी भइसक्यो, डिसेम्बरमा हिउँ पर्नुपर्ने, डिसेम्बरमा हिउँ परेन। अब पर्न आएको छ यतिखेर। यतिखेर परेको हिउँले त पछि त गर्मी बेला त गाह्रै हुन्छ होला। हो नेपालमा भन्दा धेर गर्मी हुन्छ होला, गाँड झरिहाल्यो।